पूरा समाचार। विश्वकै पुरानो उल्लेखित भाषाहरूमध्येको एक हो सांस्कृतिक भाषा। पूर्वीय दर्शनको एक उपज मानिने संस्कृत भाषा नेपालमा केही समय अघिसम्म पाठ्यक्रममै समावेश गराएर अध्ययन अध्यापन गराइन्थ्यो, तर केही समय यतादेखि मन्दिरहरूमा मात्रै संस्कृत भाषाको पठन पाठन हुने गरेको छ। त्यसमा पनि आवश्यक प्रचार प्रसार र संरचनाको अभावले यस भाषाको अध्ययन अध्यापनमै समस्या हुने गरेको छ। एक रिपोर्ट। पछिल्लो समय पश्चिमा मुलुकहरूले पूर्वीय दर्शन अनुसरण गरिरहेका छन्, तर जुन क्षेत्रमा संस्कृत भाषाको उत्पत्ति भएको मानिन्छ त्यही स्थानमा भने संस्कृत शिक्षाको संरक्षणमा राज्यले व्यवस्था गर्ने गरेको छ। केही समय अगाडिसम्म नेपालको पाठ्यक्रममै समावेश गरिएको संस्कृत विषय पछिल्लो समय अध्ययन अध्यापन धार्मिक स्थानहरूमा मात्र सीमित छ। त्यसमा पनि प्रचार प्रसारको कमी र राज्य स्तरबाटै यसको संरक्षणमा पहल कदमी नगरिँदा संस्कृत भाषाको अध्ययन अध्यापनको लोकप्रियता खुम्चिँदै गएको पाइन्छ। मोरङको सुन्दरहरिचा नगरपालिकामा रहेको नयाँ वृन्दावन गौशाला स्थित नयाँ वृन्दावन गुरुकुलमा पठन पाठन गराइने संरचना नबन्दा मन्दिर परिसरमै पठन पाठन हुँदै आएको छ। 5 वर्ष अगाडि स्थापना भएको नयाँ वृन्दावन गुरुकुलमा वेद, रुद्री लगायत विद्यालयका विषयहरू अध्ययन अध्यापन गराइन्छ। हाल 15 विद्यार्थी अध्ययनरत उक्त गुरुकुलले स्थापना कालदेखि हालसम्म 400 बढी विद्यार्थीलाई उच्च शिक्षाका लागि भारतको वृन्दावन, बनारस पठाइसकेको छ। तर विडम्बना यो छ कि कक्षा कोठाको अभाव झेलिरहेको गुरुकुलले फरक कक्षामा अध्ययनरत विद्यार्थीलाई एकै ठाउँमा राखेर पठन पाठन गराउँदै आएको छ। सुन्दरहरिचा नगरपालिकाले प्रमाणपत्र प्रदान गर्ने गरी गुरुकुलले कक्षा 6 देखि कक्षा 10 सम्मको अध्ययन अध्यापन गराउन पाउने गरी मान्यता प्राप्त गरेको छ। तर विद्यालय संरचनाकै अभावमा विद्यार्थीलाई बाहिरै बसाएर पठन पाठन गराउनु पर्ने नयाँ वृन्दावन गुरुकुलको बाध्यता रहिआएको छ। प्रचार प्रसार साथै पठन पाठनका लागि संरचना निर्माण भए कक्षा सञ्चालनमा सहज हुने नयाँ वृन्दावन गौशालाका शिक्षक नारायण प्रसाद उपाध्याय बताउँछन्। हामीले ब्राह्मणको छोराहरूले मात्रै नभएर संस्कृत नै सबैले पढ्न पाउनुपर्छ। संस्कृत शब्दको अर्थ नै संस्कार हो। हाम्रो संस्कृतिलाई जगेर्ना गर्नुको लागि संस्कृत अनिवार्य छ। संस्कृत साहित्यमा धर्मशास्त्रहरूमा भनिन्छ, जानाति विविधा भाषा, जानाति विविधा कला, आत्मानं नैव जानाति यो न जानाति संस्कृतम। जसले विविध प्रकारका भाषा जानेको हुन्छ, विविध प्रकारका कलाहरू जानेको हुन्छ, तर त्यसले यदि संस्कृत भाषालाई जान्दैन अथवा संस्कृतलाई जान्दैन भने त्यसले आफूले आफूलाई नै जान्दैन। त्यही भएर सर्वप्रथम आफूले आफूलाई जान्न जरुरी छ। विद्यालयको संरचना राम्रोसँग भएको भए क्लास वाइज हुन्थ्यो होला। अब यहाँ क्लासको पनि व्यवस्था छैन, अनि त्यसैले अहिले हामीले बाहिरै बसालेर पढाइरहेको छौँ। विद्यार्थीहरूलाई सबैलाई एकै साथमा बसालेर अलग अलग विषय आएपछि अलग अलग क्लास लिने गरेको छौँ, तर त्यो संरचना नभएको कारणले एकै ठाउँमा बसालेर पढाइरहेको छौँ। गुरुकुलको लागि यसको प्रचार प्रसारको कमी भएको कारणले पनि यहाँ अध्यापन हुन्छ भन्ने पनि अलि प्रचार प्रसार पनि भएको छैन र स्थानीय सरकारले पनि यसमा ध्यान आकर्षण गरेको भए हामी खुसी हुन्थ्यौँ। संस्कृत भाषा पठन पाठन हुने वृन्दावन गुरुकुलले पठन पाठनको मान्यता प्राप्त गरेको छ, तर भौतिक संरचनाको अभावले कष्टकर रूपमा पठन पाठन गराउन बाध्य छन्। यसप्रति सम्बन्धित निकायको ध्यान आकर्षण हुनु आवश्यक देखिन्छ। सप्तकोशी टेलिभिजनका लागि दीपक कार्कीका साथमा सुदीप पोखरेल, मोरङ।